नमस्कार सबैजनालाई। आज हामी एमसीक्यू को बारेमा अगाडि पढ्न गइरहेका छौं। 5 मिनेटमा हामीले सिध्याउने छौं है, त्यही भएर अलिक छिटो जाउँ। व्हाट इज द टोटल पपुलेसन अफ नेपाल? 29,164,578। एकदम इम्पोर्टेन्ट क्वेशनको कलेक्सनहरु छ सबैजना। यदि तपाईहरुलाई यो ड्याशबोर्ड चाहिएको छ भने कमेन्ट गर्नु होला, आफ्नो इमेल एड्रेस लेखिदिनु होला, म हजुरहरुलाई यो इन्टरेक्टिभ ड्याशबोर्ड मेल गरिदिन्छु है। व्हाट पर्सेन्टेज अफ पपुलेसन इज मेल? 48.87। व्हाट पर्सेन्ट अफ द पपुलेसन इज फिमेल? 51.13। यसको सही उत्तर रहेको छ। व्हाट इज द पपुलेसन पर्सेन्टेज अदर जेन्डर भनेको मेल र फिमेलदेखि बाहेक 0.01% छन्। नेक्स्टमा सेक्स रेसियो कति छ? सेक्स रेसियो भनेको तपाईको 95.59 छ। नेक्स्टमा छौं एनुअल पपुलेसन ग्रोथ रेट कति छ? 0.92% हो। ठीक छ। जनघनत्व कति छ? पपुलेसन डेन्सिटी कति छ भन्दा 198 हो। ठीक छ। व्हाट पर्सेन्टेज अफ पपुलेसन इज द वर्किङ एज ग्रुप? 15 देखि 59 सम्मका कति प्रतिशत छन्? 65.40 सरी यसको रहेछ 61.96% रहेछ है। ओके, यो म पनि मिस्टेक भयो। 15 to 59 को 61.96। ओके, त्यसपछि तपाईको 14 वर्ष भन्दा कमका कति छन्? 14 वर्ष भन्दा कमका 27.83% छन्। नेक्स्ट 60 वर्ष भन्दा माथिका कति छन् पपुलेसन भन्दा? 10.21% छन्। ओके, नेक्स्ट क्वेशन रहेको छ अर्बन एरियामा म्युनिसिपालिटीमा बस्ने कति जना छन् भन्दाखेरि 66.17% बस्छन् म्युनिसिपालिटीमा। रुरल एरियामा कति बस्छन् भन्दाखेरि रुरल एरियामा बस्छन् तपाईको 33.83। यहाँ 3 देख्न सक्नुहुन्छ, अगाडि 8 मात्रै छ। तराई रिजनमा कति प्रतिशत मान्छे बस्छन् भन्दा सबभन्दा बढी तराईमा बस्ने हो 53.61%। त्यस्तै गरी तपाईको हिली रिजनमा पहाडमा कति बस्छन् भन्दा पहाडमा तपाईको 40.31% बस्छन् है। त्यस्तै गरी माउन्टेनमा हिमालीमा कति बस्छन् भन्दा 6.08% बस्छन्। यो एकदमै इम्पोर्टेन्ट क्वेशन्स मैले छानेर राखेको छु है हजुरहरुलाई। व्हिच प्रोभिन्स इज द मोस्ट पपुलेटेड? सबभन्दा बढी पपुलेटेड भएको प्रोभिन्स भनेको अफ कोर्स बागमती प्रोभिन्स हो। 20.97% रहेको छ यसको। सबभन्दा कम भनेको कर्णाली हो। कर्णाली भनेको 5.79 हो। सबैभन्दा लिस्ट पपुलेटेड भनेको कर्णाली भयो 5.79। मोस्ट पपुलेटेड डिस्ट्रिक्ट सबभन्दा मोस्ट पपुलेटेड डिस्ट्रिक्ट भनेको हजुरको काठमाडौँ हो। काठमाडौँ पछि मोरङ हो। मोरङ पछि रूपन्देही हो र रूपन्देही पछि झापा र सुनसरी हो। त अहिले हामी काठमाडौँमा लाँदैछौँ। ओके, नेक्स्ट छ लिस्ट पपुलेसन सबभन्दा कम हुने भनेको मनाङमा हो। मनाङमा पपुलेसन डेन्सिटी मात्रै 3 मात्र छ है। 3 जना मात्रै बस्छन् हरेक स्क्वायर किलोमिटरमा। नेक्स्ट टोटल नम्बर अफ हाउसहोल्ड भनेको तपाईको 6,937 हो। नेक्स्ट एभरेज हाउसहोल्ड साइज भनेको 4.37 हो। ठीक छ। वाट पर हाउसहोल्ड ओन देयर ओन हाउसिङ युनिट कति प्रतिशत आफ्नै घर छ भन्दा 86% सँग आफ्नै घर छ। नेक्स्ट कोसँग चाहिँ के अरे वुमेनको नाममा चाहिँ कि त ल्यान्ड कि त हाउस कति प्रतिशत सँग छ भन्दा 23.8% सँग छ। वाट हाउसहोल्ड आर फिमेल हेडेड के अरे महिलाले घर चलाएको कति प्रतिशत छ भन्दा तपाईको यो क्वेशन सोधेको थियो, लगभग हिजो सोधेको थियो है यो सञ्चय कोषमा। यो भनेको 31.55% हो। नेक्स्ट भनेको मेन सोर्स अफ ड्रिङ्किङ वाटर 57% लाई भनेको तपाईको के हो ट्याप अथवा पाइप्ड वाटर हो। हाउस वाट पर्सेन्ट हाउस रिलायन्ट ट्युबवेल? अब ट्युबवेल र ह्यान्डपम्पमा चाहिँ कतिजनाले गर्छन् भन्दाखेरि चाहिँ 40% होइन 29.8 रहेछ है साथीहरु यो सरी। अर्को प्राइमेरी कुकिङ फुल 51% ले वुड अथवा फायरवुड हो साथी हो। र सेकेन्डरी कुकिङ 44.3% ले चाहिँ एलपी ग्यास हो। नेक्स्ट भनेको 92.2% सँग चाहिँ के पुगेको छ? इलेक्ट्रिसिटी पुगिसकेको छ। एक्सेस टु टोयलेट कतिजनासँग? 95.5% सँग छ। त्यस्तै गरी कतिजनासँग स्मार्टफोन छ भन्दाखेरि 72.94 जनासँग स्मार्टफोन छ। इन्टरनेट एक्सेस चाहिँ कतिजनासँग इन्टरनेटको पहुँच छ भन्दा 37.72 हो। अर्को वाट भन्नु हजुर एटली वान टाइप अफ बेसिक एम्युनिटी भनेको तपाईको 96.12% हो। ओभरअल लिटरेसी रेट भनेको कति हो तपाईको 76.2% हो। मेल लिटरेसी रेट भनेको 83.6% हो। फिमेल लिटरेसी रेट भनेको तपाईको कति हो 69.4% हो। त्यस्तै गरी वाट लिटरेसी कम्प्लिट प्राइमेरी 1 देखि 5 कक्षासँग पढ्ने भनेको 28.7% हो। एसएलसी कम्प्लिट गर्ने भनेको 5.2% हैन 9.5% रहेछ साथीहरु। टोटल एब्सेन्टी 2169 रहेछ। वाट पर्सेन्ट अफ टोटल एब्सेन्टी लिभ्स इज मेल भनेको 88.5% हैन। इन्टरनल माइग्रेसन सबभन्दा बढी हुने कारण भनेको म्यारेजले हो 38.2%। इकोनोमिकली एक्टिभ पपुलेसन 65.6%। तपाईहरुलाई यदि यो चाहिएको छ भने मेल गर्नु कमेन्ट गर्नु होला, म यो पठाइदिन्छु है। मोस्ट पिपल सबभन्दा मोस्ट पिपल इम्प्लोय गर्ने एग्रिकल्चर फरेस्ट्री एन्ड फिसरी हो साथीहरु। सेल्फ इम्प्लोयड तपाईको कतिजना छन्? 55.3% छन्। रिजन फर इकोनोमिक इनएक्टिभिटी भनेको बिङ अ स्टुडेन्ट हो साथीहरु। नन एग्रिकल्चर स्मल भेन्चर्स भनेको 9.4% हो। मिडियन एज भनेको फर्स्ट म्यारेज भनेको 19 वर्ष हो। डिसेबिलिटी रेट भनेको 2.2% हो साथीहरु। र यस्तै गरी मेटर्नल मोर्टालिटी 1 लाखमा 151 जना हो।